पाण्डवहरूले युद्ध जितेका थिए, तर शान्ति गुमाएका थिए। महाभारतको रणभूमिबाट फर्किएपछि उनीहरूको हृदयमा अझै पनि भाइहरूको रुदन, मित्रहरूको करुणा र हजारौं आत्माहरूको आवाज गुन्जिरहेको थियो। त्यसैले उनीहरूले यात्रा सुरु गरे, क्षमा खोज्ने यात्रा, त्यो परमेश्वरतिर जसले सृष्टि गर्छ र विनाश पनि गर्छ, भगवान शिवतिर। वर्षौंसम्म उनीहरूले पवित्र भूमिहरू पार गरे, काशीदेखि कैलाशसम्म, तर भगवान मौन रहे। जब पाण्डवहरू जीवनको उपत्यकामा पुगे, त्यो बेला भगवान शिवले बैलको रूप धारण गर्नुभयो। शिवका प्रिय नन्दी आफै उहाँको रूप बने, किनभने भगवान युद्धका रगतले दागिएका योद्धाहरूको सामना गर्न चाहनुहुन्नथ्यो। त्यही क्षण भीमले महसुस गरे, भाइहरू, यो उज्यालो, यो उपस्थिति हो, यो उहाँ नै हुनुहुन्छ। भगवान शिव, भीमको बल र भगवानको अनन्त शक्ति आमने सामने आए। भीमले बलपूर्वक त्यस बैलको रूप समात्दा पृथ्वी आफै खुली र त्यो दैवी बैल बिस्तारै भूभित्र धसिन थाल्यो। शरीर माटोले निगल्यो र केवल शिर मात्र पृथ्वीमाथि रह्यो। त्यो क्षण गहिरो मौनता छायो र भगवान शिवको स्वर गुन्जियो, हे पाण्डवहरू, तिम्रो यात्रा जितको होइन, प्रायश्चित्तको हो। यो भूमि मेरो क्षमाको साक्षी रहनेछ। त्यो पवित्र क्षणमा पाण्डवहरूको सबै पापहरू पग्लिए र जहाँ भगवान शिव भुइँमा विलीन हुनुभयो, त्यहीबाट तेजको लिङ्ग प्रकट भयो। पहिलो पशुपतिनाथ लिङ्ग। त्यस उज्यालोले सम्पूर्ण हिमालयमा आफ्नो स्वरूप फैलायो। उनको शिर नेपालको पशुपतिनाथमा, उत्तरको केदारनाथमा र बाँकी अङ्गहरू 5 पवित्र केदारहरूमा प्रकट भए। क्षमा प्राप्त गरी पाण्डवहरूलाई अन्ततः शान्ति मिल्यो। त्यो उपत्यकामा जहाँ कहिले एक बैल प्रकाशमा विलीन भएको थियो, त्यही बनेको थियो एक मन्दिर जसको नाद अनन्तकालसम्म गुन्जिरहनेछ। पशुपतिनाथको नाममा आज पनि हरेक मन्त्र, हरेक घन्टी र हरेक श्वासमा जब कोही पशुपतिनाथ उच्चारण गर्छ, त्यो क्षमा अझै बगिरहेको छ र पाण्डवहरू अझै झुकिरहेका छन् उहाँकै चरणमा।